नमस्ते, म सिरज र आज म तपाईँलाई यस भिडियोमा इमेजलाई कसरी स्केचमा कन्भर्ट गर्ने भन्ने सिकाउन जाँदैछु। र यसको लागि तपाईँलाई फोटोसप भन्ने सफ्टवेयर चाहिन्छ। त्यसलाई अब कुनै एउटा इमेजलाई सेलेक्ट गर्नुहोस् र त्यसलाई चाहिँ फोटोसपमा लगेर ओपन गर्नुहोस्। यसलाई यसरी ड्र्याग गर्नु गरेर छोड्नुहोस् यता। यहाँ तपाईँले यहाँ फाइलमा गएर ओपनमा क्लिक गरेर इम्पोर्ट गर्न पनि सक्नुहुनेछ इमेजलाई। अब यसलाई हामीले स्केचमा कन्भर्ट गर्नुको लागि चाहिँ सिम्पल 6 स्टेप जति हुन्छ। फर्स्ट स्टेप भनेको तपाईँले यसलाई डिस्याचुरेट गर्नुपर्ने हुनेछ। त्यसको लागि तपाईँले Ctrl+Shift+U सर्टकट की युज गर्न सक्नुहुनेछ, या इमेजमा गएर एडजस्टमेन्टमा डिस्याचुरेट अप्सन क्लिक गरिदिनुहोस् र यो डिस्याचुरेट हुन्छ। र सेकेन्ड स्टेप भनेको अब यसलाई चाहिँ हामीले डुप्लिकेट लेयर पनि बनाउनु पर्ने हुन्छ यसको। त्यसको लागि तपाईँले Ctrl+J थिच्दा पनि हुन्छ, या यहाँ लेयरमा गएर राइट क्लिक गरेर यसलाई डुप्लिकेट लेयर गर्नुहोस् र ओके थिचिदिनुहोस्। यहाँ दुईटा लेयर आउँछ, यो ओरिजिनल र यसको कपी। माथि कपीलाई क्लिक गर्नुहोस् र इमेजमा जानुहोस्, एडजस्टमेन्ट यसलाई इन्भर्ट क्लिक गरिदिनुहोस्। Ctrl+I युज गर्दा नि हुन्छ, सर्टकट की हो यो। र यो यसरी नेगेटिभ फर्ममा कन्भर्ट हुन्छ। अब यसलाई तपाईँले नेक्स्ट स्टेप भनेको चाहिँ यो ब्लेन्डिङ अप्सनमा गएर यहाँ यसलाई चाहिँ कलर डजमा चेन्ज गर्ने हो। यो क्लिक गरेपछि तपाईँ यसमा ब्ल्याङ्क आउँछ र यसमा फिफ्थ स्टेज भनेको फिल्टरमा गएर ब्लरमा गसन ब्लर एप्लाई गर्ने हो यसलाई। यो मैले पहिल्यै एडजस्ट गरिसकेँ, यो पहिला यस्तो हुन्छ र बिस्तारै यसलाई एडजस्ट गर्दै गएपछि यो स्केच बन्छ। ओके क्लिक गर्नुहोस् र फाइनल स्टेप भनेको अब यो दुईटा लेयर यहाँ देख्न सक्नुहुन्छ तपाईँले। यो दुईटै लेयरलाई एउटैमा कम्बाइन गर्नुपर्ने हुन्छ। यसमा कुनै एउटा लेयर मिस हुने बित्तिकै यो स्केच बन्दैन। कुनै सपोज यो ब्याकग्राउन्डलाई मैले हाइड गरिदिएँ भने यो इन्कम्प्लिट हुन्छ। यो दुइटै चाहिने हुन्छ र यसलाई हामीले चाहिँ मर्ज गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँले लेयरमा गएर चाहिँ मर्ज डाउन भन्ने अप्सन क्लिक गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ Ctrl+E बाट पनि तपाईँले गर्न सक्नुहुन्छ। यो अब मर्ज भएको छ। यसलाई अब गएर फाइलमा गएर सेभमा क्लिक गर्नुहोस् र ओके थिच्दिनुहोस्। अब तपाईँको यो इमेज टेक्स्ट स्केचमा कन्भर्ट भएको छ, यहाँ देख्न सक्नुहुनेछ। थ्याङ्क यू फर वाचिङ।